नमस्कार, म कोरियोग्राफर टेकलामा श्री। आज यहाँलाई फेरि पनि म एउटा नयाँ गीत लिएर आएको छु। एकदमै पपुलर गीत है। अच्छा लेकिन लन्डनको चिसोले समला। म यसलाई तपाईलाई थोरै भए पनि पार्ट 1 रूपमा स्टेप बाइ स्टेप सिकाउँछु र तपाईलाई बोलेर सिकाउँछु है। तपाईले स्टेप बाइ स्टेप सिक्न सक्नुहुन्छ। घरमा बसेर जहाँ गएर बसेर तपाईले सिक्न सक्नुहुन्छ। यो तपाईको लागि सायद प्रोफिटै हुन्छ जस्तो लाग्छ र तपाईले सिक्न सक्नुहुन्छ। यसपछि लगत्तै तपाईहरुले जुन सिकिसकेपछि कृपया प्लिज यस भिडियोलाई लाइक कमेन्ट शेयर पनि गर्न नभुल्नु होला। र हाम्रो साइट छ जिनियस डान्स एन्ड म्युजिक स्कुल र हाम्रो टिकटक पनि जिनियस डान्स हुन्छ। तपाईले त्यहाँ गीत नै बजेको हेर्न पाउनुहुन्छ है। र हामीहरुको यदि तपाईहरु नजिकै हुन्छ भने लाइभ नै तपाई सिक्न चाहनुहुन्छ भने हाम्रो काठमाडौँ बालाजु नजिकै नेपालका स्थित मा हाम्रो जिनियस डान्स स्कुल छ। सँगसँगै हाम्रो एउटा शाखा फुटुलमा उत्सवमा पनि नागपोखरीमा रहेको छ। र हामीलाई सम्पर्क गर्नु पर्यो भने तपाईले 9841458345 हाम्रो स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ। त्यस्तै गरी अर्को नम्बर छ 9843992797 मा तपाईले सम्पर्क गरी यहाँ आएर सिक्न सक्नुहुन्छ। र अब ढिला नगरी हामी स्टेप सिक्छौँ। अच्छा लेकिन लन्डन है यसैको लागि म सानसानो क्लिप द्वारा तपाईहरुलाई सिकाउँछु। पहिला सुन्नुहोस् है। यो राइट खुट्टा यो चाहिँ सेमी फोकमा छ है। एकदमै अहिले चलेको पपुलर गीत हो, चलचित्र गीत हो है। खुट्टा चाहिँ यहाँ छ हाफ यस्तो 2 3 4 1 2 3 4। अब यो हात चाहिँ यो हातलाई यो ठ्याक्कै प्लेट देखाउँछ। हातको सिधा गरेर फ्रेम चाहिँ है 1 2 3 4 है 1 2 3 4। अब यसो है। अब खुट्टा चाहिँ 5 6 आर्मीको परेड खेलेको है। यसो 5 6 एम्टी छ है। 5 अनि 6 है। अब गर्दै 5 6 अनि 7 8। ओके फेरि यसो है। रेडी 1 2 3 go 1 2 3 4 5 6 7 8 9 10 7। ओके फेरि चाहिँ अब यसमा हामीले गीतमा बोलमा चाहिँ यो बोलको लागि मैले सिकाइरहेको छु हैन। 1 2 3 go साथी भाइ जर्नेला गर्ने ल बुझ्नुभयो। फेरि चाहिँ 1 2 3 go साथी भाइ जर्नेला गर्ने ल सब है। ओके बुझ्नुभयो। अब यसो हात चाहिँ यो हातलाई सिधा यसो राख्ने। यसलाई हामीले टर्न गर्छौँ। बडी टर्न यस्तो हुन्छ है। यो छ यस्तो हुन्छ नि। अब यो खुट्टा चाहिँ ओभरल्याप हुन्छ। खुट्टा ओभरल्याप स्टेप्स। अब एउटा हात मुहार राख्ने। यहाँबाट ओभरल्याप यो हात यहाँ सुन्न भन्ने भनेको चाहिँ 1 2 3 1 2 चेन्ज यो साइड। हात पनि चेन्ज गर्ने 3 4 हो। फेरि 1 2 3 go 1 2 3 4। अनि यहीबाट ब्याक आउँछ भने यो दुईटा हात गर्नु 5 6 7 8। ओके अब यहाँ छ हाम्रो ओडिङमा चाहिँ के चाहिँ तपाईहरुलाई पुरा ओडिङ आउँछ है। साथी भाइ 1 2 3 go साथी भाइ जर्नेला गर्ने ल यसो नमन भक्का पल्टनमा। ओके हामीले चाहिँ यो शब्दलाई खेलाएर तपाईको स्टेपहरु सिकाएको छौँ। शब्द चाहिँ के छ साथी भाइ जर्नेला गर्ने ल यसो नमाया गोर्खाली पल्टनमा। यो छ है। 1 2 3 go साथी भाइ जर्नेला गर्ने ल यसो नमाया गोर्खाली पल्टनमा। ओके say बुझ्नुभयो। one more 1 2 3 go साथी भाइ जर्नेला गर्ने ल यसो नमाया गोर्खाली पल्टनमा। ओके यो कुरा तपाईलाई मैले ब्याकको भनिसकेको छु है। ब्याक जाँदाखेरि चाहिँ यो खुट्टालाई उठाउने भयो है। 1 2
3 4 ओके अब नेक्स्ट यस्तै गरेर अगाडि बढौँ त्यसपछि कन्टिन्यू अब म्युजिक छ 1 2 3 4 4 बिट म्युजिक छ त्यसलाई चाहिँ हामी चाहिँ यो कुरा उठाउनुस् यो 1 यो उठेछ यसलाई पुश गर्ने 2 सिधा छ हैन टेक्ने 3 अनि जाने 4 मा लिटल बिट डाउन है अनि टर्न साइड गर्ने फेरि 1 2 हेर्नुस् है धेरै गर्दाखेरि 1 भयो नि 2 3 4 यस्तै जाने यसरी जाने अब हामीले गर्दाखेरि जम्मा 1 2 3 4 बिटमा भयो तर छिटो छ 1 2 3 4 ओके फेरि 1 2 3 go 1 2 3 4 अनि सेम रिपिट त्यसरी गर्ने 1 2 3 go साथी भाइ जान्ने नेला सुनमा गोर्खा पल्टनमा 1 2 3 go साथी भाइ जान्ने नेला सुनमा गोर्खा पल्टनमा ओके थ्याङ्क यू भेरी मच आजको लागि तपाईँहरूलाई सानो क्लिप देखाएको छु यस्तै गरेर क्लिपहरू तपाईँहरूलाई पार्ट 1 पार्ट 2 ग्रुपमा अगाडि ल्याउँदैछु यति हेर्दै हाम्रो यस जिनियस डान्स एन्ड म्युजिक स्कुललाई पनि लाइक कमेन्ट सेयर र सब्सक्राइब प्लिज गरिदिनु होला यहाँको शुभ दिन होस् थ्याङ्क यू